जित्नको लागि दिनरात नभनी हामी खट्न जरुरी छ। तपाईँ हामीले विभिन्न कालखण्डमा विभिन्न समयमा हरेक तरुण मित्रहरूले र हरेक नेपाली कांग्रेसका अग्रज कार्यकर्ताले गाउँ घर छर छिमेक टोलवासीका हरेक समस्याहरूमा सधैँभरि अग्रसर भूमिका निर्वाह गरेर तपाईँ हामीले सेवा प्रदान गर्दै गरेको यहाँहरू सबैलाई सर्भिँदैछ। ती व्यक्तिहरू जसलाई हामीले सेवा प्रदान गर्यौँ, ती व्यक्तिहरू जसलाई हामीले उहाँहरूको भौतिक आवश्यकताहरू पूर्तिको लागि दिनरात नभनी खटिरह्यौँ, ती व्यक्तिहरूको घर दैलो र आगो नगएर हामीले अब पालो आयो है, अब चाहिँ नेपाली कांग्रेसको एकमात्र जुझारू युवा चारतरे झण्डा बोकेर सधैँभरि उच्च शिर ठाडो गरेर कोहीसँग डक नबगाइकन आफ्नो आवाजलाई सधैँभरि बुलन्दका साथ राख्न सक्ने एक जुझारू युवा प्रस्तुत गरेका छौँ। उहाँ हुनुहुन्छ केवल खड्ग फागु भनेर तपाईँ हामीले उद्घोष गर्न जरुरी छ र चुनाव चिन्ह रूपमा मतदान गर्न लाउन जरुरी छ। हिजो कैयनका समस्याहरूमा कैयनका आर्थिक समस्या हुन सक्छ, कैयनका पारिवारिक समस्या हुन सक्छ, कैयनका व्यावसायिक समस्या हुन सक्छ, कैयनका स्वास्थ्य सम्बन्धी समस्याहरू हुन सक्छ। ती सारा समस्याहरूमा तरुणहरू लगायत हाम्रा कांग्रेसका अग्रज कार्यकर्ताहरूले ती हरेक समस्याहरू, एउटा कांग्रेसलाई परेको समस्या, एउटा गाउँ र एउटा नगरमा परेको हरेक नागरिकको समस्या आफ्नो समस्या हो भनेर अँगालेर ती समस्या समाधान गर्न हामी लागिरहेका छौँ। आज ती व्यक्तिहरूको घर घरमा गएर हामीले अब ती समस्या समाधान गर्ने व्यक्ति आइसक्नु भएको छ। दीर्घकालीन र दीर्घ रूपमा ती समापन हुनेछन् भनेर यसरी हामीले उहाँहरूलाई कन्भिन्स गरेर अबको पालो हामीले चुनाव चिन्ह रुकेमा मतदान गर्न लाउनुपर्छ भनेर हामीले भन्न जरुरी छ भन्ने मलाई लाग्छ। मुलुकमा विभिन्न कालखण्डमा धेरै राजनीतिक उतार चढावहरू भएको तपाईँ हामीले देखिसकेका छौँ। भर्खरै मात्रै भदौ 23 र 24 गते सम्पन्न जेएनजी आन्दोलनले यो मुलुकको आमूल परिवर्तनको एउटा ठुलो बिगुल फुकेको कुरा यहाँ सबैलाई सर्वविदितै छ। तरुणको पर्यायवाची शब्द युवा हो। युवालाई फर्काएर हेर्ने भने वायु बन्दछ। वायुमा त्यो अदम्य शक्ति र साहस हुन्छ जसले जस्तै चट्टानलाई पनि छेडेर आफ्नो गति निर्देश गरेर उज्यालो बिजुलीको रूपमा ज्योति प्रकाश तपाईँहरूमा हामी माझमा छर्न सक्छ। तर त्यसलाई गलत तरिकाले इस्तेमाल गर्यो भने 24 गते जस्तो विध्वंसकारी वायु बनेर जानेछ। तसर्थ तरुण मित्रहरूलाई म के भन्न चाहन्छु भने आज धेरै राजनीतिक दलहरूलाई परित्याग गरेर आज नेपाली कांग्रेसको तर्बिलो लोकतान्त्रिक छक, नेपाली कांग्रेसको तर्बिलो इतिहास बोकेको पार्टी नेपाली कांग्रेस जस्तो आफ्नो वक स्वतन्त्रता, आफ्नो अभिमत स्वतन्त्रतालाई सधैँभरि उच्च शिर राखेर हिँड्ने चारतरे झण्डा र चुनाव चिन्ह रूपलाई प्रतिपादन गरेर आत्मसात गरेर विभिन्न राजनीतिक दल परित्याग गरेर आउनुहुने तमाम तरुण मनहरूलाई सर्वप्रथम म यस पार्टीमा हृदयदेखि स्वागत र सम्मान पनि व्यक्त गर्न चाहन्छु। यस मुलुकको लोकतन्त्रको रक्षार्थको निम्ति पनि यो फागुन 21 गतिको निर्वाचन हो भनेर मेरो बुझाइ पनि रहेको छ। तसर्थ लोकतन्त्रवादी शक्तिहरू आज निर्वाचनमा होमिरहेको अवस्था छ। आज लोकतन्त्रवादी शक्तिहरूले बहुमत प्राप्त नगरिरहँदै गर्दा यो मुलुकको अस्थिरतामा फेरि राजनीति एकचोटि ठुलो खाडलमा पर्ने हो कि भनेर ठुलो शङ्का पनि उब्जनी भएको छ। तसर्थ जसरी भए पनि 2013 सालको जस्तो शक्तिशाली कांग्रेस बनाउनको लागि तमाम युवाहरूले सदैव नेपाली कांग्रेसको हरेक साह्रो र गाह्रो र अप्ठ्यारो परिस्थितिमा चारतरे झण्डालाई र हातमा मसाल लिएर तरुणहरू जसरी अगाडि बढ्नु भएको छ, यसपालिको निर्वाचनमा पनि नेपाली कांग्रेसका उम्मेदवारलाई चुनाव चिन्ह रूपमा मतदान गरी विजय गराउनको लागि त्यसरी नै लाग्दैन हुनको लागि म तरुण मित्रहरूलाई हार्दिक आह्वान पनि